सबैले स्वागत छ मेरो नयाँ भिडियोमा। आज हामी यो एचडिपी पाइप जोड्दैछौँ हिटिङ प्लेटले सोइल वेस्टको लागि। यो चाहिँ सिभर लाइनको लागि हो, खास माटो मुनिको लागि। अब हाम्रो चाहिँ अब मेसिन छैन, यो हिटिङ प्लेट छ। हिटिङ प्लेटले जोड्ने काम गर्छौँ। हाम्रो सकेट चाहिँ हाल्दैनौँ। टक्क लगाएर यसो जोडिसकेपछि हातले टक्क लगाएर यसो मिलाउँछौँ। मिलाइसकेपछि अनि चिसो गराउनलाई पानी चाहिँ हालिदिन्छौँ। त्यति गरेपछि हाम्रो चाहिँ पर्फेक्ट हुन्छ जोइन्ट। यो सकेट भन्दा पनि राम्रो हुन्छ यस्तो गर्ने चाहिँ। यति गरेपछि चाहिँ हाम्रो भइसक्यो। अनि यहाँ चाहिँ हाम्रो लम्बाइ चाहिँ 45 फिट छ। 45 फिटमा 5 इन्ची सोलोप दिएको छौँ। अनि यसमा चाहिँ जामसाम केही पनि हुँदैन। अनि अर्को पाइप चाहिँ हाम्रो 1.5-2 इन्ची ड्रप छ अर्को साइडमा। अनि यसमा चाहिँ 35 फिटमा 4 इन्ची सोलोप दिएछौँ। अनि काम कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु होला। धन्यवाद।